हेलो साथीहो, एउटा चिज लिएर आएको छु तपाईँहरूको माझमा। के चिज होला तपाईँहरूलाई यस्तो चिज देखाउने छु, यस्तो चिज। तर तपाईँहरू फार्स्टदेखि लास्टसम्म भिडियो हेर्नु होला। एउटा चिज लिएर आएको छु किन भन्दाखेरि धेरै समस्याको भइरहेछ। किन आज जे पनि भइरहेछ सब मान्छेको शरीरमै भइरहेछ। तपाईँलाई एउटा चिज देखाउँछु, त्यो चिज कस्तो लाग्छ हेर्नुहोस् र तपाईहरुको आफ्नो भविष्य आफ्नो शरीरको लागि याद गर्नुहोस्। धेरै मान्छेहरू आज बिरामी भइरहेछ। कसैलाई खानाको समस्या, कसैलाई लेट्रिनको समस्या, कसैलाई भित्र पेटको समस्या। किन भन्दाखेरि कसैलाई फ्याटी लिभर। किन के भएर आज यस्तो भएको थाहा छ? थाहा छैन, कसैलाई पनि थाहा छैन। पहिलेको दिनमा पहिलेको मान्छेहरूको उमेर, पहिलेको बुढाबुढीको पालामा यस्तो रोग थियो? थिएन, 0% थियो। किन त्यतिखेर भन्दाखेरि नेचुरल चिज थियो। आज सब केमिकलले गर्दाखेरि आफ्नो शरीर जो 100 वर्ष बाँच्ने, 50 वर्ष, 40 वर्ष, 20 वर्ष, 10 वर्ष, 15 वर्ष, 5 वर्ष, 8 वर्ष, 7 वर्ष, 2 वर्ष, 3 वर्षमै मान्छेको लिभर जान थाल्यो। किन जान थाल्यो? के को समस्या हो? त्यसको लागि मैले एउटा चिज लिएर आएको छु। यसको नाम हो न्युटी लिभर। न्युटी लिभर यसले के काम गर्छ, के समस्यालाई ठिक गर्छ तपाईहरुको माझमा राख्न आएको छु। र तपाईहरुको लागि एउटा चिज, यो चिज तपाईहरुलाई मैले भिडियो बनाएर भिडियो गरेर यसको बारेमा सब इन्ट्रोडक्सन दिएर यो दबाई के हो, यो के हो हैन, यो सब तपाईहरुलाई म दिँदै छु। र तपाईहरुले यो चिजलाई हेर्नु, फार्स्टदेखि अन्तिमसम्म नै हेर्नुहोस्। मैले के भने तपाईहरुले ख्याल गर्नुहोस्। यो हो न्युटी लिभर। यो नेचुरल दवाई हो। यो नेचुरल दवाई हो। यो न्युटी लिभर हो। यो खायो भने के हुन्छ? आज तपाईहरुको के समस्या भएको छ? समस्या भएको छ आज? के खान सकिँदैन? किन सकिँदैन? आज हेर्नुहोस्, जे पनि हामीले खानपिन खाएको छौँ, फुड तेल ज्यादा खाएको छौँ, मसला ज्यादा खाएको छौँ, जे पनि खाएको छौँ नि त, हामीले जुन मेन मेसिन छ हामीहरूको पेटमा, त्यसलाई भन्छ लिभर। लिभरलाई पहिले हामीले केही दिएको छैनौँ। किन दिएको छैनौँ? हामीले लिभरको बारेमा हामीलाई जानकारी नै छैन कि लिभर यस्तो हुँदैछ भने हामीले थाहा हुँदैन। जब लिभर 25% लिभरले काम गर्न छोड्छ अनि थाहा हुन्छ कि मलाई लिभरले समस्या हुन थाल्यो। टोइलेट टाइममा भएन, टाइममा खाना भएन, जे खाए पनि लेट्रिन जानुपर्ने हो। त्यसको लागि तपाईहरुको लागि मैले ल्याएको छु। यो न्युटी लिभर हो। यो खानुहोस् बिहानदेखि खाली पेटमा। एउटा मर्निङ उठेर चा खाने अगाडि त्यहाँबाट नास्ता गर्नुहोस्, त्यहाँबाट बेलुका खाना खाने अगाडि तपाईले खानुहोस्। कन्टिन्यू यस्तो फाइल आउँछ 3 वटा, एउटामा 10 वटा हुन्छ। 30 दिनको लागि हो यो फाइल। 30 त ट्याब्लेट हुन्छन्, क्याप्सुल। यो गोली खानुहोस्। यो क्याप्सुल खाएर तपाईले मलाई भन्नुहोस् मैले के भनेको छु। तपाईको फ्याटी लिभर ठिक गर्छ। जति पनि हामीले खान्छौँ त्यो डाइजेसन ठिक गर्छ। पेट हजम गराउँछ, ग्यासदेखि बचाउँछ। अरु टाइममा तपाईको जति पनि भित्र लिभर फङ्सनहरु ड्यामेज भएको छ त्यसलाई ठिक जग्गामा ल्याउँछ यो चिज। यसको लागि म पनि एक दिन
त्यस्तै चाहिँ समस्या। त्यही भएर तपाईँहरूको बिचमा मैले राखेको, मलाई मात्रै होइन सबै साथीहरूलाई भएको छ भने यो बिचमा मैले राखेको। किन राखेको? तपाईँहरू पनि म जस्तै हो। आज मेडिकलमा गयो भने सब रोगी नै छ। त्यही भएर यो चिज खानुहोस्, यो राम्रो चिज हो। यो खानुभयो भने प्रत्येक महिना खानु पर्दैन, महिनामा एकपल्ट खानुहोस्, चाहे 6 महिनामा एकपल्ट खानुहोस्। आफ्नो लिभरलाई सही राख्नुहोस्, अटोमेटिक आफ्नो शरीर ठिकमा रहन्छ। अगर लिभर कमी छ, केही खानपिनमा केही खाँदाखेरि हजम हुँदैन, लेट्रिन जानुपर्छ, लिभर सही छैन, लिभरले गर्दाखेरि आज कमजोरी गर्दाखेरि रोग व्याध भइरहेछ। रोग मान्छेलाई किन रोग, शरीरमा रोग किन आएको छ? मेन लिभर, मेन लिभरले डाइरेक्सन कहाँ दिनुपर्ने त्यहीँदेखि कन्फर्म हुन्छ। र लिभर सही छ भने तपाईँहरूको पनि आत्मविश्वास ठिक हुन्छ। र यो मैले जे भने यो कुरा राखेँ। तपाईँले खानुहुन्छ हुन्न त तपाईँहरूको बिचमा हो, तर मेरो साथीभाइ भनेर चाहिँ मैले यो राखेको छु। फेसबुक माध्यमबाट मैले यो माध्यमबाट राखेको छु। तपाईँहरूलाई राम्रो लाग्यो सेयर गर्नु, कमेन्ट गर्नु। कसैलाई साथीभाइहरूलाई पनि यस्तो भइरहेछ, यो खानुभयो भने निश्चय राम्रो हुन्छ र तपाईँहरूको बिचमा मैले राखेको छु। थ्याङ्क यू यसको लागि। म यो कम्पनीको यो दबाईको नाम पनि म लेखेर राख्छु। यो के चिज हो? यो नेचुरल चिज हो, यसले कुनै बिगार्दैन। यो आयुर्वेदिक मेडिसिन हो। यो कम्पनीको आज 25 वर्ष भयो। यो मेडिसिन आज आयुर्वेदिक मेडिसिन हो, तर यसमा कुनै केमिकल भन्ने छैन। तपाईँले 2-3टा खाँदा पनि कुनै इन्फेक्सन छैन। यसमा टाइमली खानुहोस्, डेली खानुहोस्। तपाईँको जति पनि ग्यासहरू भएको छ, जति पनि केही बिमार छ, पेटको समस्या छ, यसले ठिक गर्छ लिभरको। यो खानुहोस्। त्यसको लागि धन्यवाद। यति नै कुरा राखेँ तपाईँको बिचमा। अगर गल्ती भयो भने माफ दिनु होला। अगर भुल भयो भने तपाईँहरूले सेयर गर्न नभुल्नु होला साथीहरू। थ्याङ्क यू, धन्यवाद।